फाइनली गाइज यति बेला फेरि पनि म पावर हाउस आइपुगिसकेको छु। पावर हाउसको काम के कति भयो भनेर हजुरहरूलाई जानकारी गराउन लाग्दैछु है त। ल यहाँको अवस्था अहिले यस्तो छ। ल यो चाहिँ पहिला धेरै तल थियो, अहिले चाहिँ यति माथि पुगिसक्यो, त्यो माथि गइसक्यो। अब यो चाहिँ अन्तिम, योभन्दा माथि एउटा बिम हुन्छ, यो अन्तिम ठुलो बिम अन्तिम हो, तर त्योभन्दा माथि सानो बिम रहन्छ। अब हेर्न सक्नुहुन्छ साथीहरू, यो सबै सामानहरू लगभग यो गेटहरू हो, यिनीहरू सबै गेटको आइसकेको छ। यहाँको अवस्था अहिले यस्तो छ। यो रिजर्भ हो, यो पानी चाहिँ तर आएको पानी चाहिँ यो पावर हाउस हो। पावर हाउसबाट आएको यो पानी चाहिँ यहाँ रिजर्भ गरेर आदि यो हाइड्रोलाई पठाइन्छ। यो सानो माइक्रो हाइड्रो भन्छ, यहाँको माइक्रो भने माइक्रो हाइड्रो हो, यहाँ पठाइदिने हो। अनि त्यसै पछाडि यो खाल्टोबाट चाहिँ यहाँबाट उतापट्टिको चाहिँ यहाँबाट कटेको पानी चाहिँ फेरि उता रिजर्भ हुन्छ तल। यो रिजर्भ गर्नुको चाहिँ यो सबै ठाउँमा पानी चाहिँ डाइरेक्ट खोलामा छोडेको हुन्छ, जति पनि पावर हाउसको। यो रिजर्भ, यो सानो रिजर्भ भइहाल्यो, सानो चाहिँ त माइक्रो हाइड्रोलाई भइहाल्यो होइन। अब बाँकी यो चाहिँ ल मेसिनरी वाल हेर्नुहोस् कति ठुलो छ। यो मेसिनरी वाल लगाएर यहाँ रिजर्भ गर्नुको उद्देश्य चाहिँ यहाँबाट 2 किलोमिटर तल एउटा 6 मेगावाट हाइड्रोमा उठ्छ। 6 मेगावाट हाइड्रोलाई चाहिँ यो रिजर्भ गरेर पठाइदिने। यो हाम्रो हाइड्रोको लागि चाहिँ माथि हेडक्समा ठुलो रिजर्भ ट्याङ्की बनाएको छ। त्यो कारणले चाहिँ माथि रिजर्भ गर्दाखेरि यहाँबाट तलको लागि हाइड्रोलाई पानी दिने भनेर यो रिजर्भ ट्याङ्की बनाएको हो। एकदमै यो महत्त्वपूर्ण छ। यो सबै ठाउँ सबै हाइड्रोमा हुँदैन नै, सबै हाइड्रोमा हुँदैन। ल देख्न सक्नुहुन्छ साथीहरू, धेरै अग्लो भइसकेको छ। योभन्दा अगाडि के छ त हेर्दै जाउँ अगाडि है। योभन्दा अगाडिको भाग हेर्दै जाउँ। ल साथीहरू, पाइप लाइन काम एकदम तीव्र रूपमा भइरहेको छ। ल देख्न सक्नुहुन्छ साथीहरू, सरिया बुनेर, सरिया भन्छ हामीले, अट पनि भन्छ, कहिले छडी भन्दो रहेछ। ट्याक्क बुनेर रेडी भइसकेको छ। अब यहाँ ढलान गर्ने हो। यहाँ चाहिँ फेरि दुईवटा किन भन्नु होला, यो दुईवटा चाहिँ दुईवटा यो 5.5 को हो। यो हाइड्रो चाहिँ दुईवटाबाट मिलाएर 5.5 निकाल्ने हो। होइन ल हेर्नु त, ल एकदम पाइपको काम एकदमै तीव्र रूपमा भइरहेको छ। साथीहरू यो पावर हाउस भयो। पावर हाउस पनि लगभग अन्तिम चरणमा छ। लगभग 1 महिनामा सकिन्छ होला यो पनि। अब ल तपाईँहरूलाई मेरो भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। अन्तिमसम्म हेर्नुमा धेरै धन्यवाद। र यसै गरी अरू पनि भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट गर्न नभुल्नु होला। हस् त, धन्यवाद।